हर्क साम्पाङलाई के भन्न चाहनुहुन्छ तपाईँले यो भिडियोबाट? उहाँ भनेको अब एउटा भगवान नै भनौँ न। हामीले भन्छौँ नि अब कोही एकजना आउँछ र चाहिँ हामीलाई बचाइदियोस् भन्ने खालको क्यारेक्टर हामीले पहिल्यै खोज्छौँ नि त। सायद मलाई लाग्छ त्यो क्यारेक्टर चाहिँ हाम्रो हर्क साम्पाङ हुनुहुन्छ क्या। हामीले चुकाउनु पर्छ। जसले गर्नुभएको छ खबरदार त्यस्तो चाहिँ कार्य नगर्नु होला। पश्चात देशभक्तले हर्क साम्पाङले कहिले मुर्दामा चाहिँ भन्नु। आज म आफै पनि यहाँनिर चाहिँ तपाईँको खास यो श्रमदाताहरूको भिडियो रिपोर्टिङ गरौँ भनेर म फिल्डमा आइरहेको छु। अहिले भक्तपुरको सूर्य विनायकको गणेश मन्दिर आसपासमा यी हर्क साम्पाङ सपोर्टर टिमले चाहिँ काम गरिरहनु भएको छ, सरसफाइ गरिरहनु भएको छ एउटा टिम। अनि जति हर्क साम्पाङलाई विभिन्न दल र विभिन्न पार्टीहरूले सताइरहेका छन्, को काममा बाधा दिइरहेका छन्, त्यति युवाहरू चाहिँ हर्क साम्पाङको टिममा जोडिँदै गइरहेको दृश्य चाहिँ आज म तपाईँहरूलाई देखाउँदैछु। दर्शकवृन्द, खासकुरा.com-मा तपाईँ पहिलोचोटि हुनुहुन्छ नि कृपया सब्सक्राइब गरिदिनुहोस्। एउटा तपाईँको सब्सक्राइबले चाहिँ हामीलाई काम गर्न मद्दत गर्नेछ। यहाँनिर अहिले भक्तपुरको गणेश मन्दिर सूर्य विनायक आसपासमा चाहिँ उहाँले अहिले सरसफाइ गरिरहनु भएको छ। सबै टिम धेरै अगाडि पुगिसकेको छ। ल ल जितेन सर, खास यो तपाईँले के रहर हो क्या तपाईँ केका लागि गर्दैनुहुन्छ भन्नुहोस् त? रहर होइन सर, यो हजुर यो चाहिँ बाध्यता हो। हजुर, यो चाहिँ अब नागरिकलाई सचेत बनाउनु पर्छ भन्ने हो। आज हामीले फोहोर टिप्यौँ यो होइन, हजुर, यो सन्देश चाहिँ फोहोर नगर्नु भनेर दिन खोजेको हो होइन। हजुर, सधैँ सधैँ यसरी मान्छेले फोहोर टिपेर हिँड्दैन है। सचेत नागरिकले चाहिँ हजुर, अब यो दृश्य देखेर फोहोर गर्नु हुँदैन रहेछ, हजुर, आफ्नो अगाडि फोहोर टिप्दा चाहिँ आफ्नै देश चाहिँ सफा हुने रहेछ भन्ने चेतना आउनु पर्यो क्या। मान्छेले चाहिँ अहिले कस्तो सोकिन भइसक्यो भने नि, आफ्नो घरको अगाडि झरेको प्लास्टिक पनि कोही आएर टिप्दियोस्, कोही अभियन्ता आएर टिप्दियोस् भन्ने खालको नेचर भइसक्यो क्या मान्छेको होइन। योबाट चाहिँ हामी उठ्नुपर्छ माथि। आज चाहिँ यो फोहोर टिप्ने भन्ने मात्रै अभियान होइन, फोहोर चाहिँ गर्नै हुन्न भन्ने अभियान हो खास होइन। त्यही भएर मैले अब सबैलाई यहाँ बोलाएको छु। हाम्रो ठुलो जम्बो टोली त अगाडि छ। मैले तपाईँलाई भेटिहालेँ, तपाईँसँग अस्ति पनि कुरा भएको भएर म तपाईँसँग अब हामी अगाडि जाउँ है। ल अगाडि सबै युवा साथीहरू यहाँनिर हुनुहुन्छ। मदन सर, बोरा लिएर आउँ त, त्यो टोलीलाई रोकौँ एकछिन। यहाँ पुरै फोहोर, तर यो घाँस त फेरि उठाउँदै गाडीमा हाल्दै गर्नुपर्छ नि त। यो काठमाडौँ उपत्यकाका श्रमदाताहरूको अवस्था दृश्य खिचिरहेका छौँ। सर नमस्ते। नमस्कार हजुर। हजुर सन्चै हुनुहुन्छ? एकदम। खास यो तपाईँ कहाँबाट पाल्नु भयो? म चाहिँ भक्तपुरै हो सर मेरो। ए हजुर, तपाईँ यहाँको बासिन्दा? बासिन्दा त म उताको, तर यहाँको पनि हो। ए हजुर, दुईतिरकै हो भन्नु। ए हजुर, अहिले यो तपाईँहरूले यो अभियान सुरु गर्नुभएको रहेछ काठमाडौँमा पनि, हामीले हेरिरहेका छौँ। यो खास तपाईँहरूको रहर हो कि राजनीति नै गर्न खोज्नु भएको तपाईँहरूले? राजनीति होइन हो। ए हजुर, यहाँनिर श्रमदाता टोली चाहिँ यता पुरै हुनुहुन्छ। म उहाँलाई नमस्ते। नमस्ते सर। हल्का उयो गरौँ है त, एकछिन रोक्नु, म त्यो उलिएर आउँछु त्यहाँ उठाउँदैछ। ए त्यो तलै आउनु नभए तपाईँ। ए हजुर हुन्छ, ठिकै छ, यति भइहाल्यो। हामी चाहिँ यहाँ सरसफाइ यो चाहिँ म खासकुरा.com-बाट हो कि। हजुर सर। यो खास तपाईँहरूको यो अभियानलाई हजुर सर। सपोर्ट गर्ने मान्छे र मिडियाबाट बोल्ने मान्छे म चाहिँ। आज तपाईँहरूको टिममा यसरी यो अभियानमा चाहिँ पहिलोचोटि छु। खास तपाईँ कहिलेदेखि हुनुहुन्छ यो टिममा? यो टिममा म धेरै चाहिँ भएको छैन। यो चाहिँ हाम्रो हर्क साम्पाङ रेभुलेसन टिम काठमाडौँ भनेर चाहिँ हाम्रो एकजना साथी हुनुहुन्छ, जितेन बान्तवा भन्ने हुन्छ। उहाँले चाहिँ सुरुवात गर्नुभएको काठमाडौँबाट, र उहाँले चाहिँ योभन्दा पहिला एकपटक र्याली र एकपटक चाहिँ हाम्रो चाहिँ प्रदर्शन गर्ने भेटघाट कार्यक्रम राखेको थियो। त्यसपछि एउटा लगत यो पहिलो कार्यक्रम हो हाम्रो काठमाडौँमा यो हर्क साम्पाङ रेभुलेसन टिमको। र हामीले चाहिँ एउटा हर्क साम्पाङको जुन
हजुर भन्नु न। जुन हर्का साम्पाङको जुन जसरी काम गरिरहनु भएको छ हजुर हजुर त्यही कामलाई चाहिँ हामीले चाहिँ उहाँको काम मन पराएर हामी प्रोत्साहन भएर चाहिँ खुसी भएर हामी आफ्नो स्वइच्छाले चाहिँ हामीले चाहिँ यसो गर्नुपर्छ देशलाई चाहिँ अगाडि लिनुपर्छ भनेर हामी चाहिँ यसरी लागि परेर चाहिँ अब चाहिँ सुरुवात गरौँ भनेर चाहिँ हाम्रो पहिलो सुरुवात आज चाहिँ हामी सरसफाइ अभियान यो सूर्य विनायकको यो हजुर। तपाईँको गणेश मन्दिरको हजुर। आसपासको क्षेत्रमा चाहिँ जति पनि फोहोरहरू छ हजुर। त्यो फोहोरहरू चाहिँ उठाउने भनेर चाहिँ हामीले कार्यक्रम राखेको थियौँ र हाम्रो कार्यक्रम लगातार सुरु भइरहेको छ साथीहरूले सबैजनाले सरसफाइमा चाहिँ लागिरहनु भएको छ। हजुर तपाईँको शुभ नाम? मेरो नाम सन्दीप सुनार। सन्दीप सुनार। हजुर मेरो चाहिँ घर प्युठान हो। प्युठान हजुर। हजुर प्युठानदेखि। लु तपाईँलाई धेरै धन्यवाद छ र यो तपाईँहरूको काम फल्दै जाओस् फुल्दै जाओस् होइन आमा? एकदम एकदम। यहाँ यो र सर म एउटा कुरा तपाईँको माध्यमबाट चाहिँ के पनि भन्न चाहेँ भन्दाखेरि यो सूर्य विनायक यो जुन गणेश मन्दिरको आसपासको एरिया छ होइन जस्तै हामीले यहाँ सरसफाइ गर्ने क्रममा चाहिँ कस्तो भयो भन्नुहुन्छ भने सिसाहरू चाहिँ फुटाएर चाहिँ तपाईँको उसमा बोराहरूमा झोलाहरूमा लिएर चाहिँ यहाँनिर यस्तो झाडीहरूमा चाहिँ फ्याँक्नु भएको रहेछ होइन त्यो चाहिँ स्थानीयहरूले कम गर्नु पर्यो साफसफाइमा ध्यान दिनु पर्यो तपाईँहरूको आफ्नो एरिया जस्तै यहाँ लोकल जुन वासी हुनुहुन्छ बासिन्दा हुनुहुन्छ उहाँहरूले यो कुरामा ख्याल गर्नु पर्यो फोहोर मैला जताभावी फाल्नु भएन होइन हामी त अहिले आज एक दिन गरेको छ फेरि अर्को हप्ता समय मिल्दाखेरि हामीले गर्छौँ तर यहाँको स्थानीय बासिन्दाहरूले चाहिँ सकभर आफ्नो एरियामा चाहिँ साफसफाई गरौँ भनेर चाहिँ त्यस्तो खालको अभियान गराउनु भयो या त आफूले चाहिँ फोहोर ल्याएर फाल्नु भएन भने एकदमै उत्तम हुन्थ्यो राम्रो हुन्थ्यो होइन यहाँनिर चाहिँ तपाईँको सिसा बियरका बोतलहरू प्लास्टिकहरू यहाँ तलनिर छ हामी चाहिँ त्यहाँनिर उठाउँदैछ हाम्रो सरले वहाँनिर उठाइरहनु भयो म पनि यहाँनिर उठाइरहेको थिएँ यहाँनिर चाहिँ बोराहरू छ सबै सिसाहरू चाहिँ यसरी चाहिँ फालिरहेको छ यो कुराहरूलाई चाहिँ ध्यानमा राख्नु होला सकभर नफालिदिनु होला डस्टबिन गाडीहरू आउँछ नगरपालिकाको छ हरेक कुराहरू छ होइन त्यो कुरालाई ध्यानमा राखेर फोहोर मैलाहरूलाई कुहिने नकुहिने प्लास्टिक जन्ने अन्य चिजलाई व्यवस्थित गरिदिनु होला भन्न चाहन्छु। हस् त धन्यवाद। हस् धन्यवाद सर धन्यवाद धन्यवाद है। अहिले खास उहाँले भन्नुभएको कुरालाई हामीले क्याप्चर गर्न गइरहेका छौँ सिसाहरू फुटाएर स्थानीयले लगाएको भन्ने कुराहरू पनि हामीले ल हेर्नुहोस् है यहाँ पक्कै पनि टाढाबाट त कोही पनि आउँदैन होला होइन यो तपाईँको सिसाहरू होइन जस्तो यसरी चाहिँ फुटाएर यसरी ब्यागमा हालेर चाहिँ यसरी ल्याएर चाहिँ तपाईँको यो बाटोको छेउमा चाहिँ यसरी फ्याँक्नु भएको छ होइन यो चाहिँ एकदमै गम्भीर कुरा हो कि किनकि हामी जस्तो पढे लेखेको मान्छे काठमाडौँमा बस्ने मान्छे लगभग देशकै राजधानी हो नि त यो त देशकै राजधानी जस्तो ठाउँ प्लस तपाईँको यो धार्मिक स्थान पनि छ यहाँनिर मन्दिर पनि छ गणेश मन्दिर पनि छ यहाँनिर होइन तपाईँको अनि यो सिसाहरू यसरी फ्याँक्नु भएको छ होइन यसरी फ्याँक्दाखेरि यो चाहिँ के प्रभाव पर्छ भोलिको दिनमा कसैले चोटपटक लाग्न सक्छ होइन धेरै कुराहरू आउन सक्छ त्यो भएर चाहिँ यहाँको स्थानीय बासिन्दाले यदि यो भिडियो उहाँहरूसम्म पुग्छ भने उहाँले चाहिँ ध्यान दिनु होला यो कुराहरूमा नफालिदिनु होला सकभर होइन आफ्नो घरमा फोहोर हुन्छ भने यो लुकाएर छोडेर रातिमा आउने फाल्ने यो प्रवृत्ति छ यो कुरालाई चाहिँ तपाईँहरूले परिवर्तन गर्नु होला फोहोरहरू जता मात्रै यस्तो छ तपाईँको चाहिँ हेर्नुहोस् अब यिनी कुराहरू त अब सामान्य जस्तो नेपालको लागि होइन सामान्य भन्दा पनि यो चाहिँ असामान्य नै भइसकेको जस्तो लाग्छ क्या मलाई चाहिँ किनकि मान्छेहरू परिवर्तन हुँदैन पटक पटक क्याम्पेनिङहरू चल्छ संस्थाहरूबाट साफसफाइ हरेक कुराहरू हामीले युट्युब फेसबुक होइन सामाजिक सञ्जालमा देखिरहेको हुन्छौँ तर पनि के हुन्छ मान्छेहरूलाई चाहिँ यो गरम यस्तो गरम मैले चाहिँ एउटा फोहोर फाल्यो भने चाहिँ धेरै फोहोर हुन्छ अर्को व्यक्तिले नि फाल्छ भन्ने खालको चाहिँ त्यो चाहिँ चेतना चाहिँ मान्छेहरूले चाहिँ विकास गर्दैन क्या मैले चाहिँ फाल्नु हुँदैन भन्ने खालको चाहिँ एउटा चेतना विकास गर्नु पर्यो होइन यस्तो सिसाहरू चाहिँ लिएर फाल्नु भएन जो कहिले पनि फाल्नु भएको यो सूर्य विनायक यो गणेश मन्दिर लिएर यो कुरा चाहिँ यहाँ यो कुन चाहिँ टोल हो मलाई चाहिँ थाहा छैन होइन तर यो कुराहरू चाहिँ गर्नु भएन होइन ध्यान दिनु होला। सिसा सिसा है हजुर सबै सिसा ल हेर्नुहोस् त ओ ल कृपया यो यसरी फोहोर चाहिँ नगरिदिनु होला। हाम्रो श्रमदाताहरूको आह्वान छ यसरी तपाईँहरूले यो यहाँका स्थानीय बुद्धिजीवीहरूले वा स्थानीयवासीहरूले यसरी फोहोर नफालिदिनुहोस् किनभने यस कुराले चाहिँ तपाईँहरूको आफ्नै क्षेत्र ल हेर्नुहोस् त यहाँनिर पनि ल यहाँनिर म आफैले टिकट ल हेर्नुहोस् त यहाँ ओ ल गर्नु चाहिँ यो मेरो यो खासकुरा.com सर खासकुरा.com हजुर खासकुरा.com भनेर KHAAS गर्नुहोस् ल आइहाल्छ सुरुमा आउने चाहिँ ल हेर्नुहोस् त यहाँनिर यो सबै सिसा हो सिसा ल हेर्नुहोस् त यहाँनिर ल यहाँको स्थानीय नागरिकहरू पनि यस विषयमा चाहिँ सचेत हुनुपर्ने कुरा देखियो होइन सर भाइ सबै सिसा ल हेर्नुहोस् त यहाँ कहाँबाट पाउनुभयो सर तपाईँ? म चाहिँ
यो क्षेत्रमा बसोबास गर्ने चाहिँ तपाईँहरू हो होइन यो क्षेत्रमा बसोबास गर्ने तपाईँ आम नागरिकहरूले स्थानीयवासीहरूले यो फोहोरलाई चाहिँ तपाईँले सही तरिकाले यसरी व्यवस्थापन गर्नुभयो भने वा पर्यटकको रूपमा तपाईँ जो यस ठाउँमा भिजिटको लागि घुम्नको लागि आउनुहुन्छ तपाईँले खाने र तपाईँले उपयोग गर्ने फोहोरहरूलाई चाहिँ तपाईँहरूले सही तरिकाले व्यवस्थापन गरिदिनु भयो भने यो ठाउँ चाहिँ साँच्चै नै सुन्दर हुनेछ र यो ठाउँले चाहिँ एउटा पर्यटकहरू चाहिँ पाउनेछ। यसकारण यो व्यवस्थापनमा तपाईँहरू पनि जुटिदिनु होला। आदरणीय दर्शकवृन्द, श्रमदानकै क्रममा हाम्रो एकजना आदरणीय दाइलाई भेटेको छु म। दाइ स्वागत छ हजुरलाई। नमस्कार हजुर। हजुरको शुभ नाम भनिदिनुहोस् न। मेरो डोरकुमा राई हजुर। डोरकुमा राई। कहाँबाट पाल्नुभयो सर? म भक्तपुर बालकोटबाट हजुर। ए बालकोटबाट है। तपाईँ यो अभियानमा कहिलेदेखि हुनुहुन्छ? म चाहिँ अस्ति यो चाहिँ फर्स्ट टाइम हो मेरो। हजुर हजुर। सुरुमा चाहिँ हामी अस्ति कति पो हामी चाहिँ पराउसमा भेट भएको थियो हामी। त्यहाँबाट त्यो दिन चाहिँ हामीले चाहिँ त्यहाँ सङ्गठनमा हामी जोड्यौँ। हजुर। त्यसपछि चाहिँ आज चाहिँ हामी चाहिँ यहाँ फर्स्ट टाइम। ए हजुर। हजुर गर्दै। तपाईँलाई कस्तो अनुभव भइरहेछ यो पहिलोचोटि तपाईँ यसरी सायद यो सार्वजनिक फोहोर उठाउँदै हिँडिरहनु भएको छ होइन? यो त एकदम अब साह्रै नै छैन हजुर, एकदम खुसी यो, किनभने अब देशको लागि हजुर हाम्रो जुन अब हर्क साम्पाङ ज्यूले चाहिँ यो श्रमदान जब निकाल्नुभयो तबदेखि नै हामी जोडिनु मन लागेको थियो। हजुर हजुर। हाम्रो यो भौगोलिक दूरी भनौँ न। हजुर होइन? हजुर हजुर। अहिले चाहिँ तपाईँको यो टिमले आज यहाँ काम गरिरहनु भएको रहेछ। तपाईँहरूको टिमको संयोजकसँग त मैले कुरा गर्छु नै। हजुर। होइन? हजुर। तर खास अब के गर्नुहुन्छ त तपाईँहरू? यो यसरी फोहोर मात्रै उठाउँदै हिँड्ने कि यो बाहेकका अन्य केही सोच्नु भएको छ कि? होइन, यसको लागि चाहिँ सर अब हामीले चाहिँ मलाई त्यति छैन, तर पनि जितेन सर। हजुर। हाम्रो अगुवा चाहिँ उहाँ जितेन सर हुनुहुन्छ। हजुर हजुर। उहाँको उसमा चाहिँ हामी चाहिँ हजुर अगाडि बढ्छौँ। अनि हर्क साम्पाङलाई त तपाईँको धराने मानिसहरूले त खेदैछन्, पार्टीहरूले त्यहाँका अन्य केही मान्छेहरूले त लखेट्याइछन्। तपाईँ के भन्नुहुन्छ उहाँहरूलाई जसले चाहिँ हर्क साम्पाङको अभियान र हर्क साम्पाङलाई चाहिँ खेदिरहेका छन्? म त खासमा हजुर उहाँहरूलाई केही पनि भन्दिनँ, किनभने सबै जनताहरूले बुझिसकेका छन् उहाँहरू कस्तो खालको मान्छे भनेर होइन। हजुर। सो त्यसको लागि चाहिँ अब टिप्पणी नगरौँ होला हजुर, किनभने अब उहाँहरू चाहिँ जिउ छाडा भन्नुपर्छ। ए हजुर। बुझेर पनि उहाँहरूले चाहिँ अब नबुझे जस्तो गरेर हजुर चाहिँ कसरी हुन्छ हर्क साम्पाङलाई चाहिँ गिराउनु खोज्नु भएको छ। हजुर। तर गिराउनु खोज्नु भनेको चाहिँ उहाँहरू गिर्नु हो त्यो। हजुर। त्यति भन्न चाहन्छु म। हस् सर, धन्यवाद छ है। हामी एकछिन सँगसँगै फोहोर टिपौँ है त। हुन्छ सर। वास्तवमै दर्शकवृन्द, साथीहरू यो अनुभव मेरो लागि पनि अमेजिङ है। एकदमै बवाल लागिरहेको छ। यो वरिपरि मेरो पछाडिको दृश्यहरू तपाईँले हेर्नुभयो भने चाहिँ यो खास सूर्य विनायक भन्दा माथि यहाँ यो बाटो चाहिँ माथि रानीकोट जान्छ। रानीकोट हुँदै उता जाने बाटो हो र हामी यहाँ अहिले श्रमदाताहरूको फिल्ड भिडियोहरू बनाएर रिपोर्टिङ गरिरहेका छौँ। यो भिडियो चाहिँ रिपोर्टिङ भिडियो है त। नमस्ते 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 दिदी, नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ नि तपाईँहरू? कहाँबाट पाल्नु हो तपाईँहरू? कस्तो असिन पसिन हुनुभएछ है तपाईँ? हाम्रो मेयर हर्क साम्पाङले भन्नुभयो जस्तै असिन र धुस्रे र फुस्रे, असिन र पसिन भन्ने जस्तै हुनुभएछ नि। यो आज बगेको पसिनाले फेरि यति खुसी दिएको छ आफूलाई। हजुर है। अब जस देशको लागि 2 थोपा पसिना बगाउनु पाएकोमा खुसी लागेको छ। आज मेरो पहिलो दिन हो श्रमदान। हजुर हजुर हजुर। यो कस्तो अनुभव गरिरहनु भएको? एकदम खुसी, गौरव। अनि हामी सबै नेपाली जनताहरू यसरी नै जाग्नु पर्छ अब होइन। एकैचोटि हामीले ठुलो परिणाम, ठुलो काम, ठुलो सफलता खोजेर हुँदैन। हामी यो सानो सानोबाट सिक्दै गर्दै र बानी बसाउँदै जानुपर्ने हुन्छ। यो हर्क साम्पाङलाई के भन्न चाहनुहुन्छ तपाईँले यो भिडियोबाट? हर्क साम्पाङको त अब के अरे उहाँलाई व्यक्त गर्ने शब्दहरू नै मसँग छैन। उहाँ भनेको अब एउटा भगवान नै भनौँ न। हिजो गौतम बुद्ध जस्तै उहाँ एक पाटोबाट आउनु भएको थियो भने हर्क साम्पाङ अर्को पाटोबाट एउटा देशको चाहिँ सच्चा सन्तान, सच्चा छोरा भएर आउनु भएको छ, भगवान भएर आउनु भएको छ। त्यति मात्रै होइन, हामी सबै अन्धानुन्ध रुमुलेर बसेका नेपाली जनताहरू, बच्चादेखि वृद्धहरू सबै अल्मलिएर बसेका थियौँ। के हो यो
कस्तो हो भन्ने जुन थियो नि त्यसलाई चाहिँ उहाँले चिरिदिनु भएको छ। मान्छेको अर्थ मान्छे के को लागि जन्मेको रहेछौँ भन्ने कुरोको महसुस चाहिँ दिलाउँदै हुनुहुन्छ। भर्खर हामीले अनुभव गर्दैछौँ। धन्यवाद है तपाईँलाई। लागेर नमस्कार। तपाईँको हाम्रो साथीहरूले फोहोर व्यवस्थापन गर्दै हुनुहुन्छ। उहाँहरूलाई हामी हाम्रो संयोजकजीले अघि बढ्ने आदेश दिनुभयो। सर सन्चै हुनुहुन्छ? कस्तो अनुभव भइरहेको छ सर? एकदम राम्रो अनुभव भइरहेको छ सर। आज एउटा पसिना मजाले आएछ नि? पसिना आइरहेको छ सर। यो टिममा कहिलेदेखि तपाईँ हुनुहुन्छ? आज म यो फोहोर सरसफाइ अभियानमा चाहिँ म फर्स्ट थियो। अस्ति पनि पहिला एकचोटि जितेन सरसँग म हजुर जस हाम्रो कुरा भएको थियो सर। हामी अस्ति र्यालीमा पनि एकचोटि निस्केको थियो सर है। जस मलाई रमाइलो लागिरहेको छ। हजुर हामी यो अभियानमा लागिराख्नुपर्छ। हजुर एउटा यो अभियानले हामीलाई पनि एउटा राम्रो बाटो हिँड्न सिकाउनेछ। हस् धन्यवाद ल। थ्याङ्क यू। श्रमदाताको भिड चाहिँ यहाँ छ है अगाडि। ल सबै हाम्रो आमाहरू दिदीबहिनीहरू ल हाम्रो दिदी हाँस्दै हुनुहुन्छ यहाँनिर ल होइन दिदी ल सबैजना श्रमदाता नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै भाइ। कहाँबाट पाल्नु भयो? हामी भक्तपुर 9 नम्बरबाट भाइ। ए घर चाहिँ हाम्रो इलाम हो। ए हजुर इलाम हो। अब यो हाम्रो मेयर हर्क साङपाङज्यूको ए हजुर अभियानमा जोड्यौँ भनेर नि भाइ। ए हजुर हामीलाई एकदम उहाँको चाहिँ यहाँ हेरेर हामीले देशव्यापी लागू गर्नुपर्छ भन्ने हाम्रो चाहिँ हजुर एकदम फ्यान पनि हो हाम्रो हर्क साङपाङज्यूको। हजुर हजुर आज के हुँदैछ कसो हुँदैछ धरानमा अनिवार्य मैले चाहिँ समाचार नहेरी हुँदैन। हजुर त्यस्तो सम्बन्ध चाहिँ के अरे एकदम हामीलाई चाहिँ हुटुटी हामीलाई केही नगरे पनि भाइ। हर्क साम्पाङलाई यो भिडियोबाट आज तपाईँ उहाँको अभियानमा हुनुहुन्छ यसरी सबै भिडसँग होइन, तपाईँले उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँलाई त अब के भन्नु, जति नै के अरे अब विपक्षीहरू खुट्टा तान्नेहरू भए तापनि हुन्छन्, मान्छेको राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने त कति हुन्छ, तर त्यसलाई चाहिँ एउटा ठुलो कुरो नमानिकन त्यो झुटो आरोपहरूलाई सब खुट्टा पैताला मुनि राखेर हाम्रो हर्क साङपाङज्यू जो देश पूर्व पश्चिम महाकाली सब उहाँले चाहिँ भाइहरू ल तपाईँहरू दुईजनालाई नमस्ते। भाइहरू नमस्ते, सन्चै हुनुहुन्छ? हजुर ठिकै छ। ए कहाँबाट पाल्नुभयो तपाईँ? हामी चाहिँ यता बसाइ चाहिँ हाम्रो माथि थेचो चापागाउँ हो, थिएछ घर चाहिँ इलाम। इलाम। तपाईँ कति वर्ष पुग्नुभयो तपाईँ? 20 वर्ष पुग्नु तपाईँ? म 27 होइन भाइ त सानो भाइ छ होइन, यो फोहोर उठाउँदै हिँड्दाखेरि कस्तो महसुस भइरहेछ? यो हामीले जस्तै अब विकास भन्दाखेरि यो विनाश नहोस् भन्ने चाहिँ हो होइन आजको कार्यक्रम चाहिँ। हजुर विकसित आज हामीले अब के निर्माण भन्दाखेरि पनि भएकै कुरालाई चाहिँ हामीले सरसफाइ अथवा राम्रो बनाऊ भन्ने हिसाबले चाहिँ आज यो गरिरहेको छौँ। हर्क साम्पाङलाई के भन्न चाहनुहुन्छ तपाईँ भाइले, सानो भाइले? यदि मेयर हर्क साम्पाङले यो तपाईँको भिडियो हेर्नुभयो र तपाईँले उहाँलाई भेट्नुभयो भने तपाईँ के भन्न चाहनुहुन्छ उहाँलाई? लाउनु यस्तै कामहरू तपाईँ के भन्न चाहनुहुन्छ हर्क साम्पाङ? म चाहिँ उहाँले गर्दै गरेको कामहरू एकदम धेरै राम्रो छ होइन। हजुर उहाँबाट धेरै मान्छेहरू प्रभावित छन् र म पनि प्रभावित छु। जो हामी जस्तो यङ्स्टर्सहरू जो जति पनि हामी देशमा छौँ उनीहरूले चाहिँ अब हामी चाहिँ देशमा भएको कारणले गर्दा हामीले चाहिँ कन्ट्रिब्युट गर्नुपर्छ जस्तो लाग्छ। अब जतिजना विदेशमा हुनुहुन्छ उहाँले त चाहेर पनि अब गर्नु यसरी शारीरिक रूपमा गर्नु सक्नुहुन्न होइन, उहाँले आर्थिक रूपमा चाहिँ गरिरहनु भएको छ। सो हर्क साम्पाङलाई उहाँले जे गरिरहनु भएको छ त्यसको लागि थ्याङ्क यू भन्न चाहन्छु। जस्तो उहाँ जस्तो नेता हाम्रो देशमा एकदम आवश्यक छ र हामीले भन्छौँ नि अब कोही एकजना आओस् र चाहिँ हामीलाई बचाइदियोस् भन्ने खालको क्यारेक्टर हामीले पहिल्यै खोज्छौँ नि त। सायद मलाई लाग्छ त्यो क्यारेक्टर चाहिँ हाम्रो हर्क साम्पाङ हुनुहुन्छ क्या। हजुर है। तपाईँ जस्तै युवाहरूले हिजो केही दिन अगाडि चाहिँ मुर्दाबाद कि मुर्दाबाद गरेको भिडियो हेर्नु तपाईँले? मैले हल्का हेरेँ त्यो हाम्रो खासकुरा.com-मा पनि मैले हालेको छु त्यो भिडियोहरू होइन। त्यो साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? उहाँहरू सायद मिसगाइडेड हुनुहुन्छ होला होइन, उहाँहरू सायद केही सायद उहाँहरूको पनि केही अब आफ्नो आफ्नो हुन्छ नि त, प्रलोभन देखायो होला सायद। अब उहाँहरूको सायद आफन्तहरू पनि त्यो पार्टीमा आबद्ध हुनुहुन्छ होला, आफन्त आबद्ध भइसके पछाडि आफन्तलाई सपोर्ट गर्नै पर्यो, त्यो हिसाबले पनि आउनु भएको हुनसक्छ होइन। त्यो उहाँहरूको आफ्नै विचार हो। तर मलाई लाग्छ अब बिस्तारै अब त्यो ब्रेन वास बिस्तारै त्यो अब नियमित रूपले उहाँ हाम्रो जस्तो प्रकारले हाम्रो हर्क साम्पाङ टिमले गरिरहनु भएको छ यसरी नै आइरहने हो भने बिस्तारै त्यो ब्रेन वासबाट हामी रियालिटीमा आउँछौँ जस्तो लाग्छ मलाई चाहिँ। हस् भाइ धन्यवाद। ल खुसी लाग्यो भाइ। ल नानासँग चाहिँ हामी
हिँड्दैछौँ यो श्रमदानको अनुभवहरू सार्दै साथीभाइहरूको भिडियोहरू बनाउँदै हिँडिरहेका छौँ होइन। ल उता कोही हाम्रो साथीहरू चाहिँ यता मासतिर हुनुहुन्छ अनि यस वरिपरिका बासिन्दाहरूले कृपया तपाईँहरूले फोहोर गर्नुभन्दा अगाडि 10 चोटि सोचेर फोहोर गर्नुहोस्, किनभने यो ठाउँ चाहिँ तपाईँहरूको हो। झन् यति सुन्दर छ। बहिनी सेवा नमस्ते। हजुर नमस्कार दाइ। कहाँबाट पाल्नुभयो? हामी चाहिँ अहिले हरिसिद्धि ललितपुरबाट। हरिसिद्धिबाट है। हजुर। तपाईँ देश सोच्न सकौँ, म देश बोल्न सकौँ भने तपाईँ हर्क साम्पाङको टी सर्ट लाउनु भएको छ। हजुर। हर्क साम्पाङ तपाईँलाई मनपर्छ? एकदम मनपर्छ दाइ। यो यसरी काठमाडौँमा सहभागी हुनुभएको चाहिँ पहिलोचोटि हो तपाईँ कि? हजुर पहिलोचोटि हो दाइ। कस्तो पहिलोचोटिको अनुभव कस्तो फिल गरेर? एकदम राम्रो लागिरहेछ यसरी सामाजिक उसमा संलग्न भएर हर्क साम्पाङ दाइलाई चाहिँ सहयोग गर्नु पाउँदा एकदम खुसी लागिरहेछ। तपाईँ यो यहाँ त तपाईँ हामीले फोहोर हेर्दै जाँदा यहाँ प्रशस्तै फोहोर गरेको रहेछ क्या? हजुर हजुर। होइन यत्रो साथीहरूले टिप्दैरहनु भएको छ। हजुर। टिप्दै गर्दा पनि त्यो अब तपाईँले यी वरिपरि सरसफाइ नगर्ने वा फोहोर यहाँ फाल्ने मानिसहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब उहाँहरू पनि अब चाहिँ हामीले यसरी आएर सरसफाइ गरेको देख्दाखेरि चाहिँ उहाँहरूले पनि अब हामीले पनि यसरी फोहोर फाल्नु हुँदैन रहेछ, हामी पनि सफा गर्नुपर्ने रहेछ भन्ने चाहिँ मनैबाट उहाँहरूलाई पनि इच्छा जागोस् अनि राम्रो अब यसरी फोहोर फाल्नु भएन भन्न चाहन्छु। यदि हर्क साम्पाङलाई तपाईँले भेट्नुभयो हजुर के भन्नुहुन्छ? उहाँलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। अब उहाँले गर्दा यसरी देशमा विकास भइरहेछ, उहाँले गर्दा अब वातावरण पनि सफा स्वच्छ भइरहेको छ, धेरै विकास पनि भइरहेछ अनि उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। यहाँनिर हाम्रो भाइ बहिनीहरू पिकनिक गरिरहनु हुन्छ। भाइ बहिनी हेलो नमस्ते। हर्क साम्पाङलाई चिन्नुहुन्छ तपाईँहरूले? चिन्नुहुन्छ? कस्तो लाग्छ हर्क साम्पाङ? राम्रो लाइक डेडिकेटेड अनि 100% दिने सोसाइटीको लागि काम गर्ने, सोसाइटीको लागि काम गर्ने। ओके मैले भिडियो खिच्दैछु मिल्छ नि? एकदम। ओके यो युट्युबमा जान्छ कि अब्जेक्सन त छैन नि? ओके यो तपाईँहरूले अहिले यो ल्याइरहनु भएको छ नि, यो सायद ड्राई पिकनिक तपाईँहरू आउनु भएको छ होइन तपाईँहरूको है। यो चाहिँ तपाईँहरूले तपाईँ जाँदै गर्दाखेरि चाहिँ व्यवस्थापन गर्नुहोस् है, व्यवस्थापन गर्नुहोस् ल। किनभने यहाँ तपाईँको यहाँ तलतिर हेर्ने हो भने चाहिँ डरलाग्दो फोहोर रहेछ। हामीले भिडियो बनायौँ यो कुरालाई चाहिँ, किनकि तपाईँहरू जस्ता युवाहरूले यो देश चाहिँ तपाईँहरूको है। अब हामी त बुढो पङ्क्तिको हौँ, म ज्यादा से ज्यादा 20 वर्ष हो क्या, 20 देखि 30 वर्ष। कन्ट्री इज योर्स गाइज, यो देश चाहिँ तपाईँहरूको हो, तपाईँहरूले यसलाई संरक्षण गर्ने काम चाहिँ तपाईँहरूले गर्नुहोस् है। हस् धन्यवाद, इन्जोय गर्नुहोस् ल ल ल। केही भन्नुहोस् हर्क साम्पाङलाई? ओके थ्याङ्क यू गाइज। दाजु छ है नमस्ते, आरामै हुनुहुन्छ? एकदमै एकदमै सर। कहाँबाट पाल्नु दाजु? म चाहिँ बनस्थली, काठमाडौँ बनस्थली। बनस्थलीबाट। बनस्थली भन्नाले मेरो चाहिँ फेरि अहिले काठमाडौँ नगरपालिका होइन, हजुर मेरो चाहिँ नागार्जुन नगरपालिका एक। हजुर ए हजुर। यो टिममा तपाईँ कहिलेदेखि सहभागी? आजै हो सर, म फर्स्ट टाइम होइन। जितेन बान्तवालले चाहिँ यो उ राख्नु भएर सर हजुर हजुर फेसबुकमा। हजुर हजुर। अनि त्यो हेरेर चाहिँ म आज यहाँ सम्मिलित भएको सर। हजुर कस्तो महसुस गर्यो? महसुस त के भन्ने सर, यही त हो नि होइन। अब गर्ने भनेपछि गर्ने होइन एउटा भन्नाले अहिले चाहिएको, हामीलाई चाहिएको भने चाहिँ हामी श्रम गरेर बाँच्ने हो कि देशलाई चाहिँ हामीले चाहिँ विकास गर्नु भनेको श्रम हो सर होइन। त्यो चाहिँ प्रत्येक नेपालीले, प्रत्येक जनताले बुझ्नुपर्छ। कति हामीले हेऱ्यौँ नि त यो आउँछ कि त्यो आउँछ कि भनेर। जस्तै अब हामीले योभन्दा अगाडि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई मैले बकाइदा भोट हालेको होइन, उहाँले के गर्नुहुन्छ कि भनेर मैले भोट हालेँ। तर जनतामा निराशै छ क्या, अहिले पो गर्छ उसले गर्छ कि भनेर। तर हामी नै त्यस्तो छौँ कि हामीले आफैलाई बुझिरहेको छैनौँ क्या सर। आफैले बुझ्नुपर्छ। देश बनाउने को भनेपछि हामी एक्लो, तपाईँ हो म हो, हामी नेताको पछाडि कुदेर हुन्न सर। हामी एक्लैले देश चाहिँ बनाउनु पर्छ। एउटा हो भने जस्तै हर्क साम्पाङले यो चाहिँ एउटा श्रमको चाहिँ ऊ चाहिँ ल्याउनु भयो, त्यसमा नै टेकेर जाने भने नेपाल बन्नुलाई सर धेरै लाग्दैन। तपाईँ 1 वर्षमा सबैले गर्ने हो भने, सबैले चाहिँ बुझेर गर्ने हो भने 1 साल, मैले भन्छु 1 सालमा तपाईँ नेपालको कायापलट देख्नुहुन्छ। है धरानको अवस्था हेर्ने हो भने त्यो देखिन्छ। काठमाडौँमा पनि मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको फोहोरलाई चाहिँ व्यवस्थापन गर्नुभयो। तर
मेयर साम्पाङको पनि विरोध भइरहेछ होइन भाइ? हजुर 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 अनि बालेन्द्र शाहको पनि विरोध भइरहेछ। यस्तो के सर भन्नुहुन्छ यसमा चाहिँ म के भन्छु भने सर हजुर जस्तै बालेनको काठमाडौँमा भिजन एकदमै राम्रो हो, जिताए पनि उहाँ पहिलोचोटि आएको त्यत्रो चाहिँ मतले उहाँले जित्नुभयो। अहिले उहाँलाई चाहिँ के भयो भन्नुहुन्छ भने हजुर सबै पार्टी छ हजुर, हजुर पार्टी भएर चाहिँ के भयो उसलाई चारैतिर घेराबन्दी छ। जस्तै सपोज उहाँले चाहिँ यत्रो ठुलो बिल्डिङ के अरे पुरानो बस पार्कको बिल्डिङ चाहिँ यहाँ चाहिँ घोटाला हो भने उहाँको चाहिँ प्रमुखलाई त्यहाँको उसलाई चाहिँ उहाँले चाहिँ निलम्बित गर्नुभएको थियो। भरे सबै पार्टी मिलेर के गर्यो त ध्वस्त बनायो, अहिले उहाँलाई चारैतिर चेपुवा, उहाँले केही गर्नु सक्नुहुन्न। हजुर हजुर तर हर्क साङपाङ चाहिँ उहाँलाई पनि छ हजुर धेरै। अब उहाँको पनि अब अस्ति भर्खरकै काण्ड भयो, उहाँ चाहिँ के गर त भन्दाखेरि अब गर्नै सक्दैन, अब यसले हामीले केही पनि गर्न सक्दैन भनेर चाबी लुकाउनु पट्टि लाग्यो। तपाईँ सबैलाई थाहा छ नि त। अनि भरे श्रमको मान्छेले चाहिँ ल यो रोजगारी भन्नाले श्रमकोले पैसा दियो, त्यतिसम्म चाहिँ त्यो एउटा चाहिँ त्यो जुन चाहिँ डोर हाजिरी हुन्छ त्यसमा चाहिँ कैफियत छ, त्यहाँ कैफियत चाहिँ लुकाएर त्यो सर्ट भन्नाले यतापट्टिको कटाएर चाहिँ सोसियल मिडियामा हालिदियो। ल हेर्नुहोस् त के भन्दा बेजाब। तर यो जो यो गर्ने छ उसले पक्का यसको चाहिँ उसले चाहिँ बिहोर्नु पर्छ, यसको मूल्य चुकाउनु पर्छ। जसले गर्नुभएको छ खबरदार त्यस्तो चाहिँ कार्य नगर्नु होला। तपाईँले जनताले के गरेको छ त्यो सबैले बुझिया छ, तर काम गर्नेलाई तपाईँले किन चाहिँ बाटो छिर्नुहुन्छ? त्यत्रो गरिरहेको छ जनताले, यताबाट तपाईँ नगर्नुहोस् तर विरोध पनि नगरिदिनुहोस् न। तपाईँ गर्नु पनि हुन्न, विरोध गर्नुहुन्छ। हर्क साङपाङ मुर्दाबाद। ल कस्तो चाहिँ तपाईँले चाहिएको छ मेयर, कुन चाहिँ ल भन्नुहोस्। त्यस्तो काम गर्ने मान्छेले मुर्दाबाद, तपाईँले कसलाई ल्याएर चाहिँ कसलाई को चाहिँ हुन्छ ल जिन्दाबाद ल भन्नुहोस् त। यसमा चाहिँ म चाहिँ के भन्छु भने हाम्रो नयाँ नयाँ अहिले त्यहाँ जो मुर्दाबाद भन्ने भान्जाहरू छन् उहाँहरूले चाहिँ सिकुन् क्या, के उहाँलाई कुन चाहिँ मेयर चाहियो? ल धरानको मेयर चाहिएन अरे, यस्तो मेयर चाहिएन, कस्तो मेयर चाहिँ चाहियो? अब नाम पिटेर भन्नु मिल्दैन सर। धरानमा जति चाहिँ यो भन्नाले यस्तो डेभलप भन्नाले भएको छ त्यो हर्क साङपाङ आएर हो, त्यो त सबैले देखेको छ नि त। सत्य ध्रुव सत्य कुरा रहेको। अब अहिले चाहिँ उसलाई चाहिँ कस्तो चाहिँ मेयर चाहियो अरे? सखुवा बेची खानेलाई, ढुङ्गा बेची खाने, बाल्ला बेची खाने, आएर चाहिँ विरोध गरे भन्छन् साथीहरू। त्यस्तो चाहियो उहाँलाई, उहाँहरूले बुझ्नुपर्छ क्या। सबैभन्दा म के भन्छु भने तपाईँहरू मिलेर जानुहोस्। आइन्द्र विक्रम पनि म नराम्रो भन्दिनँ, उहाँ राम्रो छ, तर उहाँलाई उचालिरहेको छ, उहाँलाई पक्का 100% उचालिरहेको छ। उहाँलाई उचाल्ने मान्छे किन म भनौँ, तर उचालिरहेको छ। भनिदिनु भयो भने हुन्छ, पब्लिकलाई उचालेको छ। हो 17 नम्बरको गुइठे हो क्या त, म भनिदिन्छु 17 नम्बरको गुइठे हो। फरक पर्यो र त्यो 17 नम्बरको गुइठेले उचालेर त लिम्बूको छोरा सोझो उचालिरहेको छ, उफ्रिरहेको छ, उचालिरहेको छ। ल यो चाहिँ उहाँले बन्द गर्नुहोस्। अझै पनि उहाँलाई चाहिँ टाइम छ, राम्रो सुध्रेर आउनुहोस्, जनतासँग भिज्नुहोस्, तपाईँले अर्को पालि पनि जित्नुहुन्छ, म चाहिँ यो ग्यारेन्टी दिन्छु। तर तपाईँले अरूको भइभइमा लागेर चाहिँ यस्तो गर्नु भयो भने तपाईँको पनि गयो, अरू त गयो तपाईँ गयो। तपाईँ लिम्बू हो तर तपाईँलाई दाल बनाइरहेछ, तपाईँ दाल नबन्नुहोस् न। धन्यवाद। धन्यवाद। यो श्रमदाता टोली यसरी खटिरहनु भएको छ है। ल यो चाहिँ श्रमदाता टोलीले यहाँनिर श्रम गरिरहनु भएको छ। हर्क साङपाङ एन्ड रेभोल्युसन टिमले यहाँ चाहिँ फोहोर सरसफाइ गरिरहनु भएको छ। ल यहाँनिर श्रमदाताहरूको विचार लिँदैछ। दाइ नमस्ते। हजुर आराम हुनुहुन्छ? आराम कुशल। कहाँबाट पाल्नु दाजु? म चाहिँ मेरो घर चाहिँ पहिला ताप्लेजुङ पुरानो घर चाहिँ होइन, यहाँ चाहिँ म ललितपुर चाँगाथली भन्ने ठाउँमा बस्छु। चाँगाथलीमा बस्नुहुन्छ नि? हजुर। हजुर यो टिममा तपाईँ पहिलोचोटि हो कि? यो टिममा चाहिँ म पहिलोचोटि आज मैले अब भनौँ न पहिला पनि एकचोटि धरानमा चाहिँ त्यहाँ श्रम, अनि मेरो चाहिँ बसाइ यतै हुने कारणले आज अनि यता श्रमदानको कार्यक्रम छ भन्ने कुरा आज चाहिँ म आज चाहिँ आएको। खास यो कस्तो अनुभव भइरहेछ त यो श्रमदान यसरी होइन? यो श्रमदान त हाम्रो अनुभव भन्दा पनि हामीले पहिल्यैदेखि यस्तो चाहिँ गर्नुपर्ने रहेछ। हाम्रो जो हर्क साङपाङजीले सिकाउनु भएको पाठ भनेको देश आफै बनाउनु। तपाईँको अनुहार जब ऐनामा हेर्नुहुन्छ तपाईँ आफै देख्नुहुन्छ, त्यही तरिकाले चाहिँ हामीले पहिल्यैदेखि सुरु गर्नुभयो। त्यही ऐनाले चाहिँ देश बन्छ भनेर, त्यही आफ्नो ऐनाले चाहिँ देश बन्छ भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको थियो। यसो सम्झिँदाखेरि बुझ्दाखेरि हो पनि अहिलेका यी कतिजना पार्टीहरू छन्, कता के छन्, उहाँहरूको चाहिँ
अभिगतहरू देख्दाखेरि 30-35 वर्ष 36 वर्ष जस्तो भइसक्यो अहिले देश अहिले कङ्गालकै स्थिति छ। उहाँले जुन यो श्रमको एउटा कदम चाल्नु भएको छ यो चाहिँ एकदम देशको लागि र राष्ट्रको लागि एकदम फलदायक र देश भविष्यमा चाइना र इन्डियासँग टक्कर गर्ने स्थितिको उहाँको सोच छ। यो सोचमा चाहिँ हामी निरन्तर लागि पर्ने भनेरै हामी यसमा जोडिया छौँ। आज म यसमा जोडेँ। आज यो जतिजना भाइ बहिनीहरू साना 15-16 वर्षका भाइहरू पनि यहाँ हुनुहुन्छ। हजुर, तपाईँहरू जस्तो पाको व्यक्तित्वहरू पनि हुनुहुन्छ। हजुर, हर्क साम्पाङलाई विरोध गर्ने मानिसहरू जो छ नि, हजुर, उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ? उहाँहरूलाई त के भन्नुहुन्छ भने उहाँहरू अझै सुध्रिनुको लागि हजुर हर्कर साम्पाङसँग धेरैवटा चाहिँ योजनाहरू उहाँको चाहिँ भिजनहरू चाहिँ बुझ्नु जरुरी छ। हजुर, उहाँहरूको भिजन थियो, पहिला पार्टीको भिजन थियो, जुन त्यो आफ्नो स्वार्थको लागि भिजन थियो। अनि यो चाहिँ देश र राष्ट्रको लागि भिजन हो भन्ने कुरा चाहिँ उहाँले बुझ्नुपर्छ। र उहाँले पनि यस्तै गरी जुन अब पार्टीमा लाग्नु भएको छ होइन उहाँहरूलाई पनि एउटा चाहिँ आज यो कुराले चाहिँ सचेत गराओस् कि अब नेपाली जनताहरू चाहिँ चुप लागेर बस्नेवाला छैनन्। अब देश विकास गर्नको लागि देशमा हरेक परिस्थितिसँग जुझ्नको लागि चाहिँ अब हर्क साम्पाङ एभिरेसन भन्ने एउटा अहिले जुन उयो गर्नुभएको छ उहाँ जोडिनु होस् भन्ने कुरामा चाहिँ म अनुरोध गर्दछु। यति गर्दा पनि उहाँहरू मान्नुहुन्न, आफ्नैतिर जानुहुन्छ, उहाँहरू पतन भएर जानुहुन्छ। यो त हामीलाई देखिसकेको कुरा छ। किनभनेदेखि उहाँको पहिला कुरा त म एउटा धेरै पुरानो मान्छे भएर म कुरा गर्न चाहन्छु। पहिला कुरा म नेपाल कम्युनिस्ट पार्टीमा थिएँ पहिला। मैले 2036 सालदेखि मैले सार लिएर बसेँ। त्यतिखेर उहाँले हामीलाई के मात्रै सिकाउनु लाग्यो भने जस्तै अब घोडालाई टाँगा लगाइदिन्छ नि यस्तो सिधा अगाडि हेर दाहिने बायाँ नहेर भन्ने हामीलाई एउटा शिक्षा त्यतिखेर प्रदान गर्नुभएको थियो। अनि बुझ्दै जाँदा गर्दै जाँदा हामीले अहिले 36 सालदेखि अब कति साल भइसक्यो अहिले कमसेकम अब 82 साल त्यतिखेरसम्म अहिले हामीले अनुभव गरेको कुराहरू हेर्नु सिर्फ 2-4 जना 5-10 जनाको लागि मात्रै चाहिँ हामी यो टाँगा बनेर हिँडेछौँ। अब देश र राष्ट्रको लागि त केही छैन अहिले। केही छ त भन्नु त केही छैन अहिले त। हाम्रो देश खङ्गार विषय त विदेशी किन्ने चुल्लुमा डुबिसकेको छ। यसले गर्दाखेरि यो चाहिँ 2-4 जनाको लागि हामी किन पछि लाग्ने, बरु हाम्रो राष्ट्र र देशको लागि चाहिँ अघि बढ्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो हर्कराज साम्पाङज्यूले जुन दिनुभएको छ एउटा बाणी उपदेश त्यसमा चाहिँ एकदम हामी लाग्नुपर्छ। यदि राष्ट्र बनाउने र देशलाई सक्षम बनाउने र देशको हरेक कुराहरूमा चाहिँ एक्टिभिटी गराउनु पर्ने हो भने चाहिँ हर्कराज साम्पाङको जुन उसको विचारसँग चाहिँ आबद्ध हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले गर्दाखेरि पुराना पार्टीहरूका अब यहाँको के भन्छन् झोले सोले केहरू भन्छन्। अब यी झोले कामहरू चाहिँ प्रायः जस्तो तपाईँ हामी जनताहरूले चाहिँ नगर्दा हुन्छ। म पनि कति सालदेखि बोकेँ मैले भने 46 साल 47-48 हुन्छ 50 सालसम्म म चाहिँ पार्टीमै थिएँ। पार्टीको अरू साधारण सदस्य थिएँ। अब अहिले चाहिँ मलाई कस्तो लाग्न थाल्यो भने मैले बेकार मेरो जिन्दगी त्यत्रो वर्ष चाहिँ मैले त्यत्तिकै थालेछु। मैले देशको लागि गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई अहिले हाम्रो हर्कराज रेभोल्युसन रेभोल्युसन त्यो टिमले गर्नुभएको छ त्यसमा चाहिँ म अझै निपुण छु। यसमा चाहिँ म तपाईँको समयको लागि धन्यवाद छ। खासकुरा.com मा तपाईँको विचार दिनुभएको लागि हार्दिक धन्यवाद छ। थ्याङ्क यू। दर्शकबिन प्राय सबै साथीहरूको हामीले विचार लिँदै गर्दाखेरि सबै साथीहरूमा श्रमदाता जीवहरूमा चाहिँ खतरा खालको उत्साह हामीले देखिरहेका छौँ। मलाई थाहा छैन यो यदि पे गरेर यदि मूल्य तिरेर ल्याइएका भए यी मानिसहरूले यसरी काम गर्थे त पक्कै पनि गर्दैनथे। यो हो रेभोल्युसन, यो हो रेभोल्युसन है। हर्क साम्पाङ रेभोल्युसन मिन्स लाइक यो चाहिँ हो है त। हामी श्रमदाताहरूको भिडियो लिने प्रयास नै गरिरहेका छौँ। यहाँहरू सबैलाई स्वागत छ। सेवारो सर सेवारो हजुर सन्चै हुनुहुन्छ? कहाँबाट पाल्नु तपाईँ? बस पार्क ल बस पार्कबाट पाल्नु। कस्तो महसुस भइरहेको छ? एकदम रमाइलो हिरो जस्तो देखिने मान्छे हो यहाँनिर फोहोरको बोरा बोकेर हिँड्छ। म चाहिँ फर्स्ट टाइम आएको हो। हजुर अनि दिशाको हो? ओ सिसा ल
हजुर एकदम ठिक छ दाइ। अब यो श्रमदान भनेको सबैजनाले गर्नुपर्ने हो होइन, त्यही भएर आएको छु। धेरै साथीहरू पनि आउनु भएको छ, अलिक ढिलो भयो म चाहिँ। पहिलोचोटि आज पहिलोचोटि आवाज चाहिँ 2-3 चोटि भइसक्यो। भ्याएसम्म आइरहेको छु भने आज चाहिँ टाइम छुट्याएर पनि आएको क्या। गुड। कस्तो फिल भइरहेछ? धेरै खुसी नि। म त अब धरानमा गएर गर्नुपर्ने होइन, तर अब अलिक नभ्याएर चाहिँ म यही भन्ने आएको। हजुर टिममा चाहिँ जोइन भएको छु। हजुर यो तपाईँहरू जस्तो युवाहरू चाहिँ जस्तै करियरको खोजी भविष्य के भनेर चाहिँ देश विदेशमा गइरहेको अवस्था हिँडिरहेको अवस्थामा तपाईँहरू यो अहिले मेरो ख्यालमा यो 25-26 होला यहाँको टेम्परेचर है, अनि गर्मी छ, असिन पसिन हुनु भएको छ, हातमा फोहोर छ होइन, अनि कुराले तपाईँलाई यो गर्न चाहिँ प्रेरणा दिन्छ भाइ? अब प्रेरणा भनेको कुरो पहिलो कुरो देशको लागि सोच्नुपर्छ हामीले होइन। पेटको लागि भनेको हर्क सामाले भने जस्तो 6 दिन सोच्ने हप्तामा 1 दिन चाहिँ देशको लागि सोच्नुपर्छ होइन। र देश चाहिँ कस्तो हुन्छ भने गरिब भएको देशमा हामीसँग पहिलो कुरो बजेट कम छ होइन। बजेट भएर पनि सही ठाउँमा सदुपयोग नभएर हामीले अहिले यो अवस्था दुःख पाइरहेछौँ नि त। रोजगार छैन होइन। देशको लागि सोच्ने पार्टी नभएर चाहिँ हामीले जनताहरू अथवा युवाहरू नै एकजुट भएर श्रम नीतिलाई अँगाल्नु पर्ने अवस्था देखेको कारणले मैले चाहिँ आएको हो। र अहिलेको बेस्ट अथवा अहिलेको हर्क साम्पाङलाई अँगाल्नु पाएको विकल्प के देख्दिनँ म चाहिँ। हर्क साम्पाङलाई त तपाईँहरू जस्तै युवाहरूले मुर्दाबाद भनिरहेछ नि त, के भन्न चाहनुहुन्छ? मुर्दाबाद भन्ने कुरा चाहिँ अब उहाँहरूको सोचाइ अथवा के सोचेर मुर्दाबाद भन्नुभयो होइन। त्यो सच्चा देशभक्तले हर्क साम्पाङले कहिले मुर्दाबाद चाहिँ भन्दैन। हजुर यो तपाईँले हर्क साम्पाङको विरुद्धमा जानेहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? हर्क साम्पाङको विरुद्धमा जानु भनेको आफ्नो खुट्टामा बन्चौरेले हान्नु हो होइन, पहिलो कुरा त्यसरी बुझ्नु। र देश कुन तर्फ अथवा कस्तो तरिकाले देश अगाडि बढिरहेछ भन्ने कुरो पहिला सोच्नु जरुरी छ। र हामीले हर्क साम्पाङले किन अँगाल्नु, हर्क साम्पाङको टिमलाई किन सहयोग गर्नु अथवा श्रमदानलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा गहिरो रूपमा अध्ययन गर्नुपर्छ। र यसले भोलिको इफेक्ट कस्तो राम्रो नराम्रो कसरी अगाडि बढ्छ भन्ने कुरा हामीले सोच्नु पहिलो कुरो जरुरी छ। अनि हामी युवाहरू एकजुट भएर अहिले जसरी सहयोग गरिरहेछौँ नि, हामीले बुझेरै सपोर्ट गरिरहेछौँ नि त। श्रम भनेको श्रमदान भनेको आफ्नो लागि नभएर देशको लागि हो नि त। देश बन्यो भने त जनताहरू बन्यो नि त, हामी बन्यौँ नि त। त्यही भएर यतिको युवाहरूले चाहिँ अबको श्रमदानलाई उचित साथ र सपोर्ट गर्नुपर्छ भन्छ। यो तपाईँहरू जस्तै यस्तै जेनजी युवाहरूलाई चाहिँ तपाईँ जस्तै युवाहरूलाई तपाईँकै साथीहरूलाई के सल्लाह दिन त चाहनुहुन्छ, वा यस ठाउँमा यो यस वरिपरिका बासिन्दाहरू जहाँ अहिले हामी सरसफाइ गरिरहेछौँ यहाँका बासिन्दाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ तपाईँ? पहिलो कुरा चाहिँ हाम्रो मानसिकतामा अलिक परिवर्तन आउनुपर्छ। अब जस्तै म चाहिँ के भन्छु भने उहाँहरूले फोहोर गर्दै जानुहुन्छ नि, तपाईँ हामी एकचोटि दुईचोटि उठाएर मात्रै भएन क्या। हामी जनताहरूको मानसिकता परिवर्तन हुनुपर्छ। फोहोर मबाट गर्नु भएन, मैले नराम्रो काम क्रियाकलाप गर्नु भएन भनेर तपाईँ हाम्रो मानसिकता बदल्यो भने यहाँ फोहोर त हुँदैन नि। विभिन्न ठाउँमा डस्टबिन राखेको हुन्छ होइन। अब तपाईँहरूले हेर्नु न, यो बोतलहरू दिएर खाएर ल सही ठाउँमा राख्ने फुटाउनु पनि भएन। कलेक्सन हेर्नु यति धेरै हामीले फोहोर कलेक्सन गरिरहेको छौँ नि, तर उहाँहरूले सही ठाउँमा फलेको यो हामीले उठाउनु पर्दैन थियो नि त होइन। त्यही भएर म चाहिँ के भन्छु भने हामीले पहिला हामी मानसमा चाहिँ मानसिकता परिवर्तन हुनुपर्छ। र हामीले मबाट चाहिँ फोहोर अथवा मैले चाहिँ नराम्रो गर्नु हुँदैन, मैले चाहिँ फोहोर गर्नु हुँदैन भन्ने चाहिँ मानसिकता राखेर अगाडि बढ्यो भने हामीले चाहिँ फोहोर उठाइराख्नु पर्दैन क्या, आफै फोहोर हुँदैन नि। र पहिलो कुरो गभर्मेन्ट पनि अलिकति कानुनमा फितलै छ, फितलो भएको कारणले पनि अब मान्छेहरूले अलिक नटेरेको पनि हो होइन। तर गभर्मेन्टबाट पनि अलिकति कानुनले राम्रो बनायो भने यसरी फोहोर टिपिराख्नु पर्दैन क्या। यो फोहोर टिप्ने ठाउँमा त धरान जस्तो कि त एउटा विकासोन्मुख काममा हामी लाग्न सकिँदैन नि त। अब यो फोहोर टिप्नु भनेको विकास त होइन नि त, सरसफाइको कुरा हो होइन। तर हामी यति युवाले अथवा के काम गरेको त हामी कति गर्थ्यौँ 2-4 घन्टामा त फोहोर टिपिराख्नु जरुरी थिएन नि त। त्यही भएर जनतामा मानिसमा चाहिँ अलिकति मानसिकता परिवर्तन हुनु पर्यो। मैले चाहिँ फोहोर गर्नु हुँदैन, मेरो कारणले फोहोर हुन्छ, मैले सही तरिकाले चाहिँ फोहोरलाई चाहिँ ड्रप गर्नु पर्यो भन्ने सोचाइ भयो भने जनताहरूमा एकदमै धेरै शिक्षित भयो भने अथवा मानसिकता परिवर्तन भयो भने चाहिँ हामीले यसरी फोहोर उठाइराख्नु पर्दैन, हामीले दुःख गरिराख्नु पर्दैन फोहोर उठाउनु। आफ्नो फोहोर आफैले चाहिँ ड्रप गर्न सक्नुपर्छ, व्यवस्थापन गर्न सक्नुपर्छ जस्तो लाग्छ। हस् भाइ, धन्यवाद छ है तपाईँको समयको लागि। यो श्रमदाताहरू यहाँनिर चाहिँ जुटिरहनु भएको देखिन्छ।
हर्क साम्पाङ रेभोल्युसन काठमाडौँका सम्पूर्ण हर्क साम्पाङका योद्धाहरू तपाईँहरू सबैलाई स्वागत छ है खास कुरा .com-मा। ल नमस्ते डाक्टर साहब, के छ सन्चै हुनुहुन्छ? एकदम एकदमै राम्रो, कस्तो महसुस भइरहेछ भन्नुहोस् न? एकदम राम्रो श्रम गर्न पाउँदाखेरि, यो फोहोरहरू उठाएर सरसफाइ गर्न पाउँदाखेरि धेरै राम्रो लागेको छ। अहिले हाम्रो चाहिँ अब कति बोरा फोहोर निकाल्नु हो हजुर? हजुर मैले 3.5 बोरा निकाले। 3.5 बोरा निकाल्नु हजुर। यो वरिपरि जसले यहाँ फोहोर गरिरहेछ नि, यहाँ त भक्तपुर सहर भयो होइन, हजुर यो वरिपरि जसले फोहोर गर्नु भएको छ, हजुर यो यहाँको लगभग यो फोहोर गर्ने चाहिँ वरिपरिकै मान्छेहरू हो वा यो ठाउँमा भिजिट गर्न आउने, उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? यस्तो रहेछ, यो स्कुल जस्तो तपाईँको सामुदायिक वन विभिन्न रहेछ, पिकनिक स्पोट जस्तो पनि रहेछ। त्यहाँ उहाँहरू आउनुभयो, खानुभयो, अब त्यो फालिदिनु भयो होइन। अब युएसमा चाहिँ हाम्रो चाहिँ भनाइ के भनेदेखि जो जो आउनुहुन्छ, जसले चाहिँ तपाईँको चाहिँ खानुहुन्छ, फोहोर गर्नुहुन्छ, त्यो चाहिँ एउटा बोरामा राखेर बाटोमा राखिदिने भनेदेखि नगरपालिकाको अथवा फोहोर उठाउने गाडीहरू आउँछ, त्यसले उठाएर लान्छ, त्यो भने सफा हुन्छ। र हामीबाट नै सुरुवात गर्नु पर्यो भन्ने चाहिँ मलाई लागेको छ। हजुर, यो अभियानमा तपाईँ पहिलोचोटि हो? होइन, म सेकेन्ड टाइम हो। योभन्दा अगाडि हामीले हनुमान ढोकामा नि सरसफाई गर्यौँ। हनुमान ढोकाको तपाईँलाई ठिक छ, एकदम राम्रो लागिरहेको छ। हर्क साम्पाङलाई त अहिले तपाईँको मुर्दाबाद कि मुर्दाबाद भनिरहेछ नि त। तपाईँ उहाँको टिमको मान्छे हुनुहुन्छ, हजुर, उहाँलाई के भन्न चाहनुहुन्छ जसले मुर्दाबाद भनिरहेछ? अब त्यो भन्नेलाई त अब हामीले केही पनि उ गर्न सकिएन होइन। जति नै राम्रो काम गर्ने, जस्तो नेगेटिभ सोचाइ भएको मान्छेलाई चाहिँ के हुन्छ भने, जति नै राम्रो काम गरे पनि, जति विकास गरे पनि, जस्तो सुकै राम्रो काम गरे पनि उसले चाहिँ मुर्दाबादै भन्ने हो। एकदम नेगेटिभ यतिसम्म हुन्छ कि तपाईँको चाहिँ नेगेटिभ सोच भएको मान्छेले चाहिँ अन्डा पनि खेर जान्छ भनेर, सुन्नुहोस् है, अन्डा पनि खेर जान्छ भनेर त्यो बोक्रासँग खाने हो क्या, कोप्रोसँगै खाने हो। त्यस्तो खालको मान्छेलाई हाम्रो भन्नु केही पनि छैन। उहाँहरू पनि आगामी दिनमा सचिनुहोस् र यसरी चाहिँ फोहोर सङ्कलन गर्नुहोस् र तपाईँको चाहिँ व्यवस्थापन गर्नुहोस्। त्यस्तै अनि जति पनि स्थानीयवासीहरू हुनुहुन्छ उहाँले पनि सरसफाइ राखौँ, क्लिन सिटी बनाऊ, क्लिन तपाईँको चाहिँ भिलेजहरू बनाऊ, तपाईँको चाहिँ क्लिन र ग्रिन बनाऊ। त्यो नै सबैभन्दा स्वास्थ्यको लागि राम्रो हो। फोहोरले गर्दाखेरि तपाईँको चाहिँ हाम्रो स्वास्थ्य पनि बिग्रिन सक्छ, वातावरण पनि बिग्रिन सक्छ। त्यसले चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ स्वास्थ्य बिग्रियो भनेदेखि हाम्रो नि अब तपाईँ पैसा खर्च हुन्छ होइन। यसबाट चाहिँ हामीले सबैले चाहिँ अवेरनेस हुनु पर्यो। हस् सर, धन्यवाद है तपाईँको समयको लागि। बहिनी नमस्ते। नमस्ते सर, नमस्ते। पुरै थाक्नु भयो है तपाईँहरू? कस्तो अनुभव भइरहेको छ? एकदम रमाइलो पनि, भ्याकेसन जस्तो पनि, भ्याकेसन जस्तो भइरहेछ होइन? भ्याकेसन जस्तो पनि भइरहेछ। अनि यो एउटा हर्क साम्पाङ मेयर साहबको अभियानलाई साथ दिनुभयो त खुसी पनि लागिरहेछ। कति बोरा फोहोर निकाल्नु हो तपाईँले? हामी 2 जना दाजुभाइ मिलेर निकाल्यो होला, 2 बोरा। 2 बोरा निकाल्नु? 2 बोरा निकाल्यो। यो अनेस्टली साँच्चै भन्नुहोस् है, हजुर, तपाईँले तपाईँको जीवनमा हजुर यसरी नाली कहिले सफा गर्नुभएको थियो? थिएन। कहाँबाट पाउनुभयो तपाईँले यो सफा गर्नु? यो हाम्रो मेयर साहबले आफैले, उहाँ मेयर साहब जस्तो मान्छेले त गर्नु भएको छ भने हामी उहाँको समर्थकले पनि गर्नुपर्छ, उहाँलाई पछ्याउनु पर्छ भन्ने हजुर कुरा हो। के अरे मेयर साम्पाङलाई भेट्नु भएको छ तपाईँले? छैन। भेट्नु भने के भन्नुहुन्छ? उहाँलाई चाहिँ अब यसरी नै नथाकिकन बाधा धेरै आए तापनि यसरी अगाडि बढ्नु, हामी साथ सपोर्ट दिन हामी छँदैछौँ भन्न चाहन्छु। उहाँलाई त्यो तपाईँहरू जस्तै युवा भाइहरूले चाहिँ मुर्दाबाद भन्ने भिडियोहरू हेर्नुभयो है तपाईँहरूले? हेरे हामीले पनि केही भनेको छौँ। के भाइहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले एज अ दाइ, एज अ साथी? हजुर, उहाँलाई अब अहिले मेयर साहबलाई चिन्नु भएको छैन, या त चिनेर पनि अब नचिने जस्तो गर्नुपर्ने उहाँको बाध्यता छ, के छ। पछि उहाँहरू पनि पक्कै यो अभियानमा जोडिन आउनुहुन्छ, अब उहाँहरू पनि आउनुपर्छ भन्छु। हस्, धन्यवाद भाइ, धन्यवाद। यो श्रमदाता टोली आदरण दर्शकबिन, गर्मी छ, म तपाईँको यो खिच्दैछु है सर, एकछिन है। ल भाइ नमस्ते। हजुर नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै ठिकै छौँ हामी। आज हर्क साम्पाङको टिम काठमाडौँले हजुर सरसफाइ कार्यक्रम राखेर चाहिँ हामी सबैजना भेला भएको छौँ। हजुर होइन, आएर सबैजनाले यहाँ फोहोर मैला सरसफाइ गर्ने कार्यक्रम भइरहेछ। अब यसरी नै अगाडि बढ्नुपर्छ होइन, सबै कामहरूमा हामी आफू नै बनाउने, जुट्ने, राम्रो तरिकाले अगाडि बढ्ने भन्ने कुरा। अब हरेक कुराहरू त अब हर्क साम्पाङको हामी हरेक कुराहरू भनेर सक्दैनौँ। सबै कुराहरू सकारात्मक छन् देशको निम्ति र देशको जनताको निम्ति, एउटा व्यक्तिको निम्ति, र सबै कुरामा हामीले धेरै कुरा बयान गर्नुपर्ने
स्थिति छैन। हामीले सबै कुरा बुझेका छौँ, सबै बुझेर पनि र हामी एक आपसमा जुट्ने प्रयासमा छौँ। तपाईँहरूको यो टिम चाहिँ नि कहाँ अहिले काठमाडौँमा तपाईँहरू देखा पर्नु भएको छ, भक्तपुर काठमाडौँ उपत्यकामा भनौँ तपाईँहरू देखा पर्नु भएको छ होइन? हजुर। देशको कहाँ कहाँ हुनुहुन्छ तपाईँहरू? हामी अब यो यहाँको उहाँको भन्ने विषय होइन, हामी काठमाडौँमा चाहिँ देशैभरको हामी जति पनि हामी यहाँ यस विषयमा सकारात्मक ढङ्गले एकदम यो एउटा भिजन मिसन राम्रो छ है हर्क साम्पाङको भन्ने जति देशभरिको मान्छे र विशेष चाहिँ हामी काठमाडौँ, भक्तपुर, ललितपुर र काठमाडौँमा बसोबास गर्ने हाम्रो नेपालको हरेक ठाउँबाट बसोबास गर्नुभएको समग्र हामी जनताहरू चाहिँ यसरी उठेर हामी भक्तपुरको यो सूर्य विनायक गणेश मन्दिरमा चाहिँ हामी आज सरसफाइ कार्यक्रम लिएर आएको छौँ र अब सरसफाइ गर्ने कार्यक्रममा चाहिँ हामीले यहाँ बुझ्नुपर्ने, सोध्नुपर्ने, सबै मिलाउनु पर्ने हरेक कुराहरूलाई पनि मिलाएर सबै अनुमति लिएर नै हामी यो कार्यक्रम सरसफाइ कार्यक्रम लिएर आएको छौँ। मेयर साम्पाङलाई त तपाईँको विरोध गरिरहेछन् उहाँका विरोधीहरूले होइन? तपाईँहरूलाई कति सहज छ यहाँ? हामीलाई यहाँ चाहिँ खासै त्यति धेरै यस्तै हो भन्ने विषयमा चाहिँ हामीले अहिलेसम्म त्यस्तो परिणाम चाहिँ पाएको छैन। सहज हुन्छ या अप्ठ्यारो हुन्छ भन्ने चाहिँ परिणाम पाएको छैन। हजुर। अब हामी सुरुवात गर्दैछौँ। हजुर। सुरुवातमा छौँ काठमाडौँमा। हजुर। यसरी साथीभाइ सबैजना आएर अथवा नेपालभरिको मान्छे चाहिँ हामी छौँ होला जस्तो लाग्छ मलाई। यकिन त छैन, निश्चित त छैन, तर अब हामी छौँ, सबै ठाउँको मान्छेहरू नै उपस्थित छौँ। तपाईँको यो एउटा पर्सनल कुरा सोध्छु ल तपाईँलाई। तपाईँले यो टुपी चाहिँ नि यस्तो फर्काइदिनु भयो। हजुर। यो टुपी चाहिँ बाहुनलाई च्यालेन्ज गर्न राख्नु भयो क्या? हजुर। अब यो विषय धेरै व्यक्ति विशेष चाहिँ नजाउँ अथवा जाति विशेष नजाउँ, हाम्रो त्यो त्यस्तो एकदमै फरक लाग्यो कस्तो छ भने हामी अलिकति यस्तो विषयहरूलाई पनि समेटेर हिँडिरहँदाखेरि हामी यो चाहिँ हामी समग्र देशव्यापी हो, यो चाहिँ मेरो पर्सनल विषय हो। पर्सनल विषय हो। मैले तपाईँलाई पर्सनल नै सोधेँ। हजुर, पर्सनल नै सोध्नु भयो होइन? धन्यवाद। हस्, धन्यवाद है, धन्यवाद। फेरि पनि हामी यसरी श्रमदानकै फुटेजहरू दिने क्रममा हाम्रो अङ्कलहरू सबै साथीहरू हुँदै गर्दाखेरि यहाँनिर एकजना कलाकार पनि हाम्रो बिचमा हुनुहुन्छ। सर, तपाईँलाई स्वागत छ। हजुर, नमस्ते। हजुरको शुभ नाम भनिदिनुहोस् न। अब प्राय अब मिडिया फिल्डमा चाहिँ बाबु मोक्तान बिएल भन्ने चिन्छ मलाई। हजुर हजुर। तर रियल नाम चाहिँ बाबुलाल मोक्तान हो। हजुर। तपाईँ एउटा मुभी एक्टर हुनुहुन्छ होइन? हजुर। मुभी एक्टर हुनुहुन्छ। तपाईँ त्यो लाइमलाइट जीवन जिराखेको मान्छे होइन? हजुर। तपाईँ आज यो फोर उठाउने एउटा ठुलो बोकेर तपाईँलाई मैले यहाँ भेटेको छु। हजुर। केका लागि तपाईँ आउनुभयो? खास यस्तो हो, अब मन्दिरा बहिनी पहिलेदेखि चिन्जान्थ्यो। उहाँहरूले चाहिँ हर्क साम्पाङको टिम पनि यहाँ चाहिँ अलिकति राम्रोसँग टिम गर्नु पर्यो भनेर फेसबुकमा देखेको थियो। के हो बहिनी कहिलेकाहीँ म नि आउँछु भनेर सुरु गरेको थिएँ। हजुर। अनि यस्तो सोसल वर्कहरू गर्नलाई प्राय लगभग म मात्रै होइन, प्राय कलाकारहरू चाहिँ अलिकति भित्रदेखि नै लाग्छ जस्तो लाग्छ मलाई होइन। मैले पनि त्यस्तो गरेकै छैन, भर्खर आज फर्स्ट टाइम आउँदैछु। आएर पानी सानी ल्याउने यताउति त्यो अलिअलि गर्न खोजिरहेको छु। हजुर, पहिलो दिन। अनुभव ठिकै। तपाईँहरू अब लाइमलाइट क्यामेरा होइन, हजुर, स्क्रिन होइन, तपाईँको कामले तपाईँको स्क्रिनमा धेरै साथीहरू र यतै घाम्दै आएको लगभग 28 देखि 30 होला गर्मी होइन? हजुर। त्यो सुटिङ भनेको चाहिँ एउटा गर्ने ऊ भयो होइन, एउटा फेक जीवन जस्तै हो नि त्यो त होइन? फेक नै त हो। हामीले सोसल म्यासेजहरू केही दिन खोज्ने मात्रै हो त्यो चाहिँ। अनि होलाई होइन, होइनलाई हो, अथवा जसरी हुन्छ म्यासेज दिनलाई हामी चाहिँ फेक जीवन जिरा हुन्छौँ कलाकारितामा भने। यो सोसल वर्क चाहिँ एकदम के भन्छ रियल वर्क हो होइन? अनि हामीले त सिक्नै बाँकी छ, गर्नै बाँकी छ। आज भर्खर एटेन्ड भइरहेको छु। हर्क साम्पाङलाई तपाईँ चिन्नुहुन्छ नि है? एकदम देशको मान्छे सबैले चिन्छ नि। पर्सनल्ली भेट्न एकदम छैन। उहाँको अभियानमा तपाईँ सहभागी हुनुहुन्छ होइन? यदि उहाँले पार्टी बनाउनु भयो भने देशभरि, हजुर, पार्टी बनाउनु तपाईँ के उहाँको पार्टीमा आबद्ध हुने हो कि श्रमदानमा? अहिलेलाई श्रमदानमै सीमित रहौँ। त्यो अब पछि समयले बताउला होइन? सकेसम्म मलाई चाहिँ के लाग्छ भने उहिलेको बुढोहरूले चाहिँ देश बनाउँदैन है। अब जोसुकै होस्, अहिलेको युवाहरूले बनाउने हो देश। जसले गफ दिन्छ, गफ दिनेले चाहिँ देश बन्दैन है।
बनाउँदैन पनि र जसले काम गर्छ उसले बनाउने हो देश चाहिँ है। यो उहाँको त विरोध पनि भइरहेछ, खत्रै विरोध गरिरहेछ। हजुर के भन्न चाहनुहुन्छ विरोध गर्ने? विरोध गर्न एकदम सजिलो छ सर। मैले पनि अहिले भर बेडमा सुतेर कमेन्ट गर्न त सजिलो छ नि होइन र। जस्तो अहिले हामी के अरे यो 4 टिप्न हिँड्नलाई कति गाह्रो छ, बिहानदेखि बेलुकासम्म कति आमा दिदीबहिनीहरूलाई जुकाले टोक्यो भनेर हैरान छ यहाँ होइन। त्यो अरूको विरोध गर्न सजिलो छ र त्यो विरोध गर्नेलाई धेरै नेगेटिभ कुरो नि नगरौँ होइन। कुनै दिन उहाँहरू पनि पोजिटिभली हामीसँगै आउनुहुन्छ होला भन्ने आशा गर्छु। एउटा कलाकारको हैसियतबाट हजुर तपाईँले यो वरिपरि यो आफ्नो ठाउँमा आफैले सफा गर्नुपर्ने हजुर यो ठाउँहरूमा हामीले निकै नै फोहोर कलेक्सन भएको देखेका छौँ। हजुर त्यहाँ केही ठाउँ त एउटा त्यो यो जस्तै नै देखिरहेको थियो तपाईँको त्यो डम्पिङ साइटै जस्तो पनि छ। हजुर हो। के एउटा कलाकारको नाताले वा एउटा श्रमदाताको नाताले यहाँका मानिसहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म चाहिँ यो पहिलेदेखि फोहोर भइरहेको ठाउँ पनि हो होइन। अब हामीले आज सफा गऱ्यौँ र अब नेक्स्ट अब हर्क साम्पाङको टिमले सफा गरिहाल्छ नि भन्ने हिसाबले चाहिँ अलिकति केयरलेस नहोस्। सबै यो सोसाइटीको मान्छेहरूले पनि ओहो हाम्रो ठाउँमा अरूको ठाउँको मान्छेले आएर सफा गर्दैछ, हामीले पनि अलिकति केही न केही गर्नुपर्छ, केही न केही जागरुकता देखाउनुपर्छ भन्ने हिसाबले उहाँहरूलाई पनि केही म्यासेज जाओस् भन्ने हिसाबले सकेसम्म त फोहोरै नगरौँ होइन। यदि फोहोर गरिहाले पनि कमसेकम फोहोर देखिहाले पनि टिपिहालौँ र हामीले नि अब यो आज त फोहोर टिप्यौँ र अब नेक्स्ट चाहिँ अब सकेसम्म प्रत्येक ठाउँमा डस्टबिनको चाहिँ सुविधा भयो भने फोहोर टिपिरहनु परेन नि त होइन। त्योहरू हामी बिस्तारै जाँदैछौँ। अब भर्खर पहिलो चरणमै छौँ हामी होइन, बिस्तारै हेर्दै जाउँ। हुन्छ हस् धन्यवाद। आज जस्तै हुन्छ भोलिको दिन के थाहा, गर्नु पर्छ दुवै मिली नयाँ भाग्य रेखा, गर्नु पर्छ दुवै मिली नयाँ भाग्य रेखा, ओ गर्नु पर्छ दुवै मिली नयाँ भाग्य रेखा। हजुर बिचमा कलाकार गायक हाम्रो भाइ पारस राई हुनुहुन्छ। भाइ स्वागत छ खासपुरा डटकममा। हजुर धन्यवाद। के छ तपाईँ एउटा कलाकार होइन, तपाईँलाई आज मैले यो जङ्गलमा भेटेको छु होइन, एउटा सेतो टी सर्ट लगाएको, देश सोच्न सकौँ, देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ र देशकै लागि मर्न सकौँ भन्ने नारा लेखिएको टी सर्ट सहित तपाईँ यहाँनिर हुनुहुन्छ। हातमा फोहोर उठाउने बन्दा छ होइन, केका लागि तपाईँ यहाँ हुनुहुन्छ? सर म चाहिँ आज यसो अब आफ्नो देशको यो अहिले सिचुएसन हेर्दा होइन, अरूको अब अरू त्यो हेर्दाखेरि पनि अब सबैभन्दा चाहिँ कुन अलिकति बेटर हो भन्ने कुरा हामीले सोच्नुपर्छ भन्ने लाग्छ। र अझ चाहिँ मैले म त्यस्तो राजनीतिमा छिरेको पनि थिइनँ, छिरेको छैन र अब हामी त युवा हो होइन, हामी एउटा विद्यार्थी हो। अब भोलिको दिनमा हामीले हाम्रो छोराछोरी पनि हुन्छ, अब त्यो अनुसार चाहिँ हामीले बिस्तारै अहिले फिडब्याक देशमा के हुँदैछ भनेर हेर्दाखेरि अब हर्क साम्पाङ सर हाम्रो धरानको सर चाहिँ मेयर हो। उहाँ मेयर मात्र नभएर हाम्रो देशको एउटा क्रान्ति जस्तो हो कि उहाँ चाहिँ, जस्तो लाग्छ मलाई चाहिँ, जस्तो होइन हो नै। त्यही भएर चाहिँ मैले चाहिँ आज चाहिँ उहाँ जस्तो मान्छेलाई चाहिँ साथ दिनुपर्छ भनेर मैले चाहिँ यो जङ्गलमा आएँ होइन, फोहोर टिप्नको लागि। र म मात्रै होइन अरू पनि आउनु भएको छ। हजुर कस्तो लागिरहेको छ? पहिलोचोटि होला है यसरी फोहोर उठाएको? होइन, गाउँघरमा त काम त गरि नै राख्ने बानी हो। गाउँ चाहिँ कहाँ हो तपाईँ? मेरो भोजपुर जिल्ला हजुर, भोजपुर जिल्ला। यो तपाईँको अहिले जुन जसरी हामी यो मानिसहरूले गरेको फोहोर होइन, हजुर हामीले निकै नै कलेक्सन गराएको छौँ वरिपरि। हजुर यो फोहोर कलेक्सन गर्दाखेरि चाहिँ कस्तो महसुस भयो? होइन, यो मलाई चाहिँ खुसी लाग्यो है, किनभनेदेखि यस्तो अब फोहोर भएको अब ठाउँमा हामीलाई नै असर पुग्ने हो होइन। अनि त्यही भएर त्यो फोहोरहरू चाहिँ अब सबैले मिलेर अब त्यो उठाएर त्यो सङ्कलन गरेर त्यसलाई चाहिँ गर्दाखेरि त राम्रो हो नि त। यो जथाभावी फोहोर फ्याँकेको लागि उठाएर अब हामीले फ्याँक्नु पनि हुँदैन, त्योहरू हजुरहरूले पनि बुझ्नुपर्छ अहिलेको युगमा है। जथाभावी फोहोर गऱ्यो भने हामीलाई नै हानि हुन्छ होइन। त्यही भएर मलाई खुसी लाग्यो। हर्क साम्पाङलाई विरोध गरिरहेछन् तपाईँहरू जस्तै यङ भाइहरूले क्या, मुर्दाबाद भनेको सुन्नुभयो नि तपाईँले? हजुर मुर्दाबाद किन भनेको होला उहाँ भन्नेहरूलाई के भन्न चाहनुहुन्छ? होइन, यो मुर्दाबाद मलाई चाहिँ अलिकति हाँस पनि उठ्छ क्या, किनभनेदेखि अहिले हामी जस्तो युवा मान्छेले चाहिँ अलिकति त्यसरी चाहिँ गर्नु हुँदैन के।
मलाई चाहिँ त्यस्तो लाग्छ किनभनेदेखि अब के भन्ने अब राम्रो मान्छेलाई त अब राम्रो गरौँ न राम्रो दिउँ न भन्ने कुरा अब होला यहाँ धेरै पार्टी बिच ऊ होला होइन अब सायद त्यो पनि भएर होला अब खटाएको पनि हुनसक्छ अब भाइ बहिनीहरू अब हामी जस्तो युवाहरू चाहिँ होइन नबुझ्ने होइन भर्खर अब उहाँहरू जे भनौँ त्यही मान्ने त्यो तरिकाले चाहिँ हामीले त्यो हाम्रो देश बन्दैन क्या जे भनौँ त्यही अब अर्कोले यो भन् भने यही गरिदिने भन्ने खालको हुँदैन हामीले सोच्ने हो हामीले 100 चोटि सोचेर चाहिँ हामीले कसलाई सपोर्ट गर्नुपर्छ भन्ने कुरा एकचोटि बोल्नु पनि 1000 चोटि सोच्नुपर्छ भन्छ नि त्यस्तै हामीले सोचेर अघि बढ्नु पर्यो अब जसलाई पाए त्यसलाई अब मुर्दाबाद विरोध गरेर हुँदैन क्या हामीले हेर्नुपर्छ यो देशको लागि कसले चाहिँ राम्रो गर्दैछ अब अरू गफ हाँकेर बस्नु हुने भन्दा पनि अब एउटा कामको माध्यमबाट पसिना चुहाएर एउटा देशलाई चाहिँ परिवर्तनको लागि अगाडि बढाउनु पर्छ भनेर खटिनु हुनेलाई त अब त्यो अलिकति त्यो चाहिँ मूर्खले पनि गर्दैन होला क्या त्यो विरोध चाहिँ त्यस्तो लाग्छ मलाई छैन मेरो होइन म उहाँसँग भेट्यो भने त अब उहाँलाई त एकदमै हजुरको चाहिँ अब राम्रो काम हो म एउटा भाइ हो सानो होइन देश युवा अब देश हजुरको राम्रो छ हजुरलाई चाहिँ मेरो साथ छ भन्न चाहन्छु म चाहिँ हस् भाइ धन्यवाद हस् धन्यवाद